विशेष गरी यो बिपीलाई छोड्काबाट यो भेरी नगरपालिकामा बोलाउने छिपी मेयरलाई पनि जय नेपाल। कसले भन्दैछु जय नेपाल भन्यो भने त उहाँ रिसाउनुहुन्छ भनेर भन्दै थियो। जय नेपाल भन्दा कोही पनि रिसाउँदैन। अब उहाँ रिसाउनुहुन्छ भनेर बिपी जस्तो मान्छेले लाल सलाम भन्न पनि त मिलेन। मलाई यहाँ आउने बित्तिकै धेरैजनाले छोड्नुभयो, बिपी बाबु स्वर्गबाट कहिले आउनुभयो भनेर। तर आजसम्म म कहाँ थिएँ केही पनि थाहा छैन। तर आज भने स्वर्गमा आइपुगेको छु। यो जाजरकोट त वास्तवमै भन्ने हो भने प्रकृतिको हिसाबले एसियाको मात्र होइन विश्वकै स्वर्ग रहेछ। उसो त आफू जीवितै हुँदा पनि मलाई यो ठाउँमा आउने धेरै रहर लागेको हो। धेरै प्रयास पनि गरेँ। बाटोघाटो थिएन, पैदल हिँडेर आउन स्वास्थ्यले दिएन। अनि मैले सुचिललाई नेपालगञ्ज एयरपोर्टबाट टिकट मिलाइदिए उता भनेर पठाएँ। उनले अखण्डै प्रयास गरेछ। बिचरा 3 दिन 3 रात त एयरपोर्टमै सुतेछ र पनि एउटा प्लेन टिकट मिलाउन सकेन। त्यस्तो छोजो मान्छे पनि पछि नेपालको प्रधानमन्त्री भयो अरे भनेको सुन्दा मलाई धेरै अचम्म लागेको थियो। काठमाडौँमा म अवतरण गर्ने बित्तिकै छिच्नु पानीका भाइहरूले मलाई च्यापचुप्प समातेर स्वर्ग जाउँ बिपी बाबु भनेर ल्याइहाले। हुन त स्वर्गीय उपाधि पाएको 43 वर्षपछि साँच्चै स्वर्गमा आउन पाएको छु। तपाईँ सम्पूर्ण स्वर्गवासी भाग्यमानीहरूसँग भेट हुन पाएको छ। मलाई धेरै खुसी लागेको छ। छिच्नु पानीका भाइहरूले जाउँ भनेपछि मैले यसो सम्झेँ, सुभाष निर्माण भाइले पनि माथि छिच्नु पानीको खुब कुरा गर्नुहुन्थ्यो। त्यही भएर जाउँ भनेर आएँ। ठिकै गरेछु। मलाई असाध्यै खुसी लागेको छ। मलाई विभिन्न पत्रकारहरू, नेताहरू, त्यति मात्र होइन, अहिले त के युट्युबरहरू अरे, टिकटकर, ब्लगर अरे, अरू के थुप्रैले घेरे। धेरैवटा प्रश्न पनि सोधे। सबैको प्रश्न म उत्तर दिन्छु, तर कुनै समारोहमा दिन्छु भनेको थिएँ। त्यो भएर मैले केही प्रश्नहरू टिपेर पनि ल्याएको छु। हुनैसम्म सक्नेसम्म यहाँ उत्तर पनि दिन्छु। अहिले त टिप्नलाई कपी पनि चाहिँदो रहेछ बाबु। यस्तो मोबाइल छ, कसले गिफ्ट दिएको, यसमा सबै कुरा टिप्न पनि मिल्दो रहेछ। एसएमएस पनि आउँदो रहेछ। विकास भएछ। मलाई छोटो बोल्नु भनेको थियो छिच्नु पानीले। अब बकिन्छु होला धेरै। त्यो भएर प्रश्नहरू टिपेरै ल्याएको छु। अब यसलाई अलिअलि पढेर सुनाउँछु पनि म। प्रश्नमा पहिलो प्रश्न कसले भने, मैले स्थापना गरेको हुर्काएको पार्टीको अहिले सभापति रहेछन्। उनले एउटा प्रश्न लेखेर पठाएको थिए, तर अक्षर बुझिँदो रहेन रहेछ। अक्षर बुझेन, भोइस मेसेज पठाऊ भने खै यो अघि त्यो माइक बिग्रे जस्तो यो नेटवर्क बिग्रेर हो कि के भएर हो, कुचु भनेको सुन्छु। तैपनि राम्ररी विचार गर्दा उनले भन्न खोजेको चाहिँ के अरे भने यहाँ छ, उनी मेरो सपना पुरा गर्न लागेका छन् अरे। अब बिपी जस्तो मान्छेले इच भन्न सक्छ। मेरो सपना पुरा गर्न लागेका छन् अरे। तर मैले भने जस्तो प्रत्येक जनताको घरमा एउटा दुनु गाई हुनुपर्छ भन्ने कुरा चाहिँ पुरा गर्न सक्दैनन् रे। किनभने अहिले नेपाली जनताले गाई पाल्नै छोडे। मान्छेहरू पाकेटका दुध खान्छन्, दुध पनि खासै खान छोडे। जाँड रक्सी धेरै खान्छन्, गुड्का र भोला खान्छन्। यस्तो अवस्थामा तपाईँको सपना कसरी पुरा गर्न सकिएला भन्छन्। एच भन्नु नै जस्तो लागेको छ। प्रश्न सुनेर बहुत हाँसो पनि उठ्यो, रमाइलो पनि लाग्यो। तपाईँ जस्तो सक्षम मान्छे मैले स्थापना गरेको पार्टीको सभापति हुनुभएछ, मलाई ढुक्क भयो।
15 सालमा बहुमत ल्याएको पार्टी अहिले त तपाईले स्पष्ट बहुमत मात्र होइन 2/3 बहुमतमा पुर्याउनु भएछ। कहिले उनलाई टाँचेको छ, कहिले उनलाई टाँचेको छ, तँलाई प्रधानमन्त्री बनाइदिउँ भनेको छ, तँलाई प्रधानमन्त्री बनाइदिउँ भनेको छ, प्रधानमन्त्री बनाउने कारखाना जस्तो भएर बसेको। राजनीति त बहुत सिक्नु भएछ, तर तपाईबाट जनताले के पाए, देशले के पायो, यो प्रश्नको सही उत्तर नदिकन माथि आउनु भएछ भने मलाई बिबी बाबु पनि भन्नु पर्दैन, मेरो मुख पनि हेर्नु पर्दैन।